गाइस फेरि पनि नयाँ भिडियो लिएर आइसक्यो अनि अहिले चाहिँ म यो के नमबुद्ध भन्ने ठाउँमा आएको छु धेरै पछि भिडियो बनाएर आएको छु हैन हामी चाहिँ पिकनिक आएको खास गरी अनि पिकनिकले चाहिँ आधी बाटोसम्म मात्रै ल्यायो खाजासाजा खाएर हामी चाहिँ यहाँसम्म लगभग 10-15 मिनट हिँड्नु पर्ने रहेछ त्यहाँदेखि हैन पिकनिक स्पटदेखि अनि हामी चाहिँ नमबुद्ध आइसक्यौँ यहाँ चाहिँ एकदम पिस नेचर रहेछ अब हामी यहाँ के छ त्यो देखाउँछौँ हैन राम्रो छ हामीले भर्खर सुरु त हुँदैछ हैन सबै देखिसकेको छैनौँ नि त अब तपाईँहरूले पनि म देखाउँछु मसँगै हेर्नु होला तपाईँहरू उयो गाडी लान्छ सो गाइस स्वागत छ फेरि पनि मेरो अर्को नयाँ भिडियोमा सो अहिले चाहिँ हामी नमबुद्ध स्तूपमा जाँदैछौँ हैन सो गाइस हामी चाहिँ माथि चढिसक्यौँ होइन यहाँ चाहिँ अझै मुनि भन्दा माथि अझै मजा आउँदो रहेछ क्या यहाँबाट चाहिँ पुरै देखिँदो रहेछ गाउँहरू पनि होइन अनि जस्ट यहाँ के भन्छ यसले के भन्छ दोर्जे तपाईँको झन् के मजा आउँछ कि यसरी यसरी घुमाउनु यो चाहिँ यसरी यो घुमाएपछि चाहिँ पुरा वरिपरि खै कति राउन्ड घुमाउनु पर्ने भन्ने छ होइन त्यो छैन राउन्ड बाइक छैन अनि यहाँमा चाहिँ मर्मत पनि हुँदो रहेछ हामी यहाँ बसिरहेको छौँ होइन यहाँ दामी हावा आइरहेछ यहाँबाट अलिकति तुसेरो लागेर अलिक खोलिएको छैन भनौँ न त्यही हो हेर नि गाइस हामी चाहिँ धेरै माथि हाइटमा आइसक्यौँ होइन एकदम राम्रो रहेछ होइन यहाँ तल हामीले यस्तो यो के अरे ड्राइगनहरू पनि रहेछ कस्तो राम्रो चित्र यो बनाएको रहेछ होइन हेऱ्यौँ त्यहाँ अनि अब चाहिँ हामी यहाँबाट जाँदैछौँ जस्तो राम्रो रहेछ होइन यसको नाम चाहिँ नमबुद्ध तपाईँहरू पनि आउनु सक्नुहुन्छ एकदम राम्रो छ म यसको तपाईँहरूले लोकेसन पनि दिन्छु होइन अब हामी यहाँबाट जानु लागेको हामी चाहिँ माथि आइसक्यौँ होइन त्यहाँ तलदेखि हामीले यहाँ देखेको थियौँ त्यहाँदेखि पनि माथि आइसक्यौँ यहाँ चाहिँ छ स्तूपा होइन स्तूपा भन्छ होइन अनि बिरिरहेको छ हामी हेरिरहेको छौँ एकदम राम्रो छ नमस्ते तपाईँहरू सबैजनालाई म युवराज खोम्योङका मेरो घर चाहिँ भोजपुर टेम्केमयोङ गाउँपालिका वडा नम्बर 5 हो म चाहिँ गाइड पनि गर्ने गर्छु टुरिस्टहरूलाई घुमाउने पनि गर्छु यसै क्रममा आज चाहिँ म काठमाडौँको ठ्याक्कै नमबुद्ध भन्ने ठाउँमा आएको छु अनि आज चाहिँ हाम्रो खास यो वनभोज कार्यक्रम थियो त्यसको मौका छोपेर आज हामी यसो नमबुद्ध पार्कतिर आएर घुमेर हामी फर्किने क्रममा छौँ अनि यसो आरामसाथ यसो सल्लाहघारीमा चिसो हावा खाँदै केही कुराहरू गर्दैछौँ साथीहरूसँग अनि केटाहरूले चाहिँ मलाई ठ्याक्कै यो ठाउँको बारेमा अलिकति भनिदिनु पऱ्यो भनौँ अनि त्यही भएर मैले खासै जानेको छुइनँ यो ठाउँ नयाँ हो तर पनि मैले हेरेँ अनुसार चाहिँ एकदम यो ठाउँ राम्रै रहेछ अझै यो ठाउँभन्दा नि अलिक उता त्यो नमबुद्धको त्यो जुन पार्कहरू छ ठाउँहरू छ नि त्यो चाहिँ एकदमै बवाल रहेछ तपाईँहरूले पनि घुम्नुपर्ने हुन्छ र हामीले पनि घुमेर आयौँ तपाईँहरू एकदम त्यहाँनिर जानुभयो भने तपाईँहरू एकदम फ्रेस हुनुहुन्छ अनि मन शान्त हुन्छ हाम्रो नि एकदम शान्त भयो फ्रेस भयो त्यही भएर हामी यता आएको छौँ अब हामी घरतिर फर्किन लागेको छौँ तपाईँहरू पनि घुम्नु होला डुल्नु होला अनि हामी जस्तै इन्जोय गर्नु होला थ्याङ्क यू सो मच